हेलो वेलकम ब्याक टु माई युट्युब भ्लग न्यू भ्लग। सबैजनाले सधैँ आरामै हुनुहुन्छ होला आशा गरेको छु। साह्रै जाडो छ कि साथीहरू, क्रोएसियामा जाडो के गर्नु, सोचेको जस्तो चाहिँ छैन साथीहरू। अब तपाईँहरू कोही आउनुहुन्छ इच्छुक हुनुहुन्छ भने चाहिँ क्रोएसियामा वेयर हाउस वर्कआउटतिर चाहिँ आउनु होला। सिजनल भिजामा चाहिँ नआउनु होला, दुःख पाउँछ। 12-13 लाख तिरेर अहिले त भन्नु चाहिँ 15 लाखसम्म भनिरहेको अरे साथीहरू। के हो मेरो जिज्ञासा, हजुरहरूलाई सल्लाह सुझाव दिएको त्यही हो। अब सकेसम्म मिलाएर आउनु, 12-13 लाख चाहिँ नदिनु होला, गाह्रो छ। वेयर हाउस वर्करतिर आए त राम्रै छ। अब नेपालबाट त भने जस्तो सोचेको छ छ्याट भ्याट्टै भिजा लाग्दैन। लक बाई चान्स लकले चाहिँ लागिहाल्यो भने चाहिँ लाग्छ, नभए चाहिँ अब यसो गर्नु साथीहरू, तपाईँहरू कतार जानु होला। कतारमा अब कम्पनीमा जानु होला, 1 वर्षसम्म चाहिँ कतारमा अब काम गर्नु होला। त्यसपछि कतारबाट अप्लाई गर्दाखेरि चाहिँ 6 महिनाभित्रमा चाहिँ भिजा लाग्छ, चान्स छ, धेरै छ अरे। कतारवासीहरू नि आइरहेछ यहाँ, कतारमा काम छोडेर यहाँ हाम्रो कम्पनीमा 15 जना आइसकेको छ। त्यही भएर साथीहरू हजुरहरूलाई सल्लाह सुझाव दिएको अवस्था छ साथीहरू। कम्पनी यही हो साथीहरू, यस्तै छ नाइटको। अब के गर्नु, क्रोएसियामा त अब जाडो महिनामा चाहिँ चाँडै घाम डुब्छ। अब गर्मी महिनामा चाहिँ 9:30 चाहिँ घाम लागेको हुन्थ्यो। अब के गर्नु, कम्पनीको गेट यो भयो। यो हाम्रो कम्पनी चाहिँ योभन्दा उत्तरपल्लोपट्टि बिल्डिङ पनि छ। यहाँ भयो आजदेखि गेट फेरि यस्तो बनाएछ गाइज यार। अब के बनाउने होला यसमा भने टुइँ कराउने होला। अब काठ अब आज त बारले घेरेछ, यहाँबाट जान्थ्यो कि साथीहरू, आज त यहाँ अब यसो नहालेसम्म अब घुम्दैन ल। अब आया मान्छेलाई ल साथीहरू, यस्तो पनि काठ हान्नुपर्ने छ। अब आजभोलि त यस्तोमा हानेपछि ट्विट कराएपछि बल्ल ढोकल्ने सिस्टम यस्तो बनाएछ कि साथीहरू। ल हेर्नु सक्नुहुन्छ हजुरहरूले, हाम्रो कम्पनी यस्तै छ। अब सिस्टम यस्तै आइसक्यो। अब नेपालीहरू धेरै कामदारहरू यहाँ टन्नै आइरहेको छ। अब कम्पनीले नि धेरै पेलाउँछ। अब के गर्नु, सोचे जस्तो नि छैन। सेलेरी त ठिकै हो साथीहरू। अब 2026मा 1050 हुन्छ भने हल्ला पनि छ। अब नेटमा नि हाले, अब खोइ बढाउँदैन गभर्मेन्टले, बढाउँछ होला सायद, नेटमा नि हाले ठिकै छ। अरूभन्दा नि यो हाम्रो कम्पनीको बस्ती हो साथीहरू, यो हाम्रो पार्किङ एरिया हो साथीहरू। अब यस्तै हो, अब रुमतिर फर्किन लाग्यो। आज चाहिँ काम चाँडै सकेको अवस्था छ साथीहरू। त्यही भएर है भन्दै बिदा चाहन्छु। यो बसभित्र चाहिँ कोही आएको रहेछ, एकजना साथी हो। अब इन्डियन साथी चाहिँ अगाडि ड्राइभरसँग गफ गरिरहेको छ। अरू एकजना आइसकेको छ साथीहरू। अब पुरै सिट खाली छ साथीहरू, कोही पनि छैन है। आजको भ्लगै समाप्त हुन्छ है त साथीहरू। ल